हेलो एन्ड नमस्कार, म तपेन्द्र ब्याजवेल। म अहिले यो सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार अर्थात् चिसापानीमा छु। यो चिसापानीको महेन्द्र हाइवेमा जुन यो छाडा चौपाया गाई वस्तुहरू चाहिँ यसरी यो चाहिँ छोडिएको छ। हामीले हिजो भर्खर मात्रै पनि एउटा टोयलेटको रिङमा फँसेको गाईको उद्धार गरेका थियौँ। त्यस लगत्तै चाहिँ हामीले चाहिँ यी जसरी यो लम्की चुवाभित्र पर्ने यो महेन्द्र हाइवेमा यो खालको गाईको समस्या कहिलेसम्म चाहिँ रोडमै रहिरहन्छ र यो समस्या समाधान गर्नका निमित्त चाहिँ स्थानीय सरकारले कस्ता पहलहरू गर्नु पर्ला, यहाँहरूले यो भिडियो हेरेर यो भिडियोको कमेन्टमा प्रतिक्रिया दिनुहोला र यी गाईहरूले चाहिँ यो यसरी पुरै रोडै मिचेर बस्दाखेरि चाहिँ यो दुर्घटनाहरू एकदम बढ्दो चाहिँ क्रममा छ र एवं मै पनि यही गाईहरूको दुर्घटनामा परेर चाहिँ एक्सिडेन्ट भइसकेको छु। यी गाईहरूलाई चाहिँ एउटा व्यवस्थित ढङ्गले गौशाला बनाएर हुन्छ कि कुन साइडतिर बनाएर हुन्छ त्यो साइडहरूमा चाहिँ यिनीहरूको चाहिँ एक प्रकारले संरक्षण सहित सुरक्षित यिनीहरूको एउटा गौशाला बनाइयो भने यो सडक दुर्घटनाहरू पनि कम हुन्थ्यो होला। र यो यसरी गाईबस्तुहरू हेर्नुहोस्, यो पुरै तपाईँको यो महेन्द्र हाइवे नै पुरै एउटा यो पुरै छेकेर चाहिँ यसरी यिनीहरू चाहिँ बस्न बाध्य भएको त यो कुराहरूमा चाहिँ स्थानीय सरकारदेखि लिएर अनि प्रदेश सरकारदेखि लिएर केन्द्र सरकारसम्मको चाहिँ ध्यान आकर्षण गराउन चाहन्छु। र अब चाहिँ हामीले यो गौमाताहरूको संरक्षणको लागि एउटा विशेष अभियान चलाउने सोचिरहेका छौँ। त्यो अभियानलाई सफल बनाउनको लागि र त्यो यदि अभियान चलोस् भन्न चाहनुहुन्छ भने मेरो अहिलेको यो आइडीलाई फलो र लाइक गरिस्। यो अहिलेको सरकार सामु पुर्याउनको लागि सम्पूर्णले सेयर गरिदिनु होला। हस्, धन्यवाद।